हेलो नमस्ते बुवा नमस्ते। कस्तो छ हजुरलाई अहिले एकदम मलाई ठिक छ। अहिले वर्ल्ड कपको माहौल चल्दैछ कस्तो महसुस हुँदैछ तपाईँलाई अहिले मलाई वर्ल्ड कप के अरे यो चल्दैछ, मलाई महसुस गर्दा आँखमै जिरिङ जिरिङ भइरहेको छ। तर खासै भन्नुपर्दा म फ्यान चाहिँ फ्रान्सको थिएँ, तर फ्रान्सले डुबाएर पनि आजको दिनमा चाहिँ अर्जेन्टिनापट्टि सपोर्ट गर्दैछु। अर्जेन्टिनाको सपोर्ट गर्दै हुनुहुन्छ गर्दैछु। अनि तपाईँलाई आजको गेम कस्तो हुन्छ जस्तो लाग्छ र गेमले कस्तो परिणत लिन्छ र गेममा तपाईँ हजुरको स्कोर प्रेडिक्सन के रहेको छ आज गेम चाहिँ राम्रै हुन्छ जस्तो लागेको छ। भरिसक्कै बेट हालेको छु, रफ चाहिँ होस्। रफ चाहिँ हुनु पर्यो, पेनल्टी चाहिँ होस्। हजुर पेनल्टी भयो भने जे होस् आउँछ पैसा पैसा आउँछ। अनि हजुरको स्कोर प्रेडिक्सन चाहिँ के छ त यो गेमको लागि कतिमा यो गेम चाहिँ टुङ्गिन्छ होला त 90 मिनेटमा यो गेम सकिन्छ कि एक्स्ट्रा टाइममा नि जान्छ यो गेम मलाई त एक्स्ट्रा टाइममा फाइदा छ नि। होइन फाइदाको कुरा नगरौँ अहिले फाइदाको कुरा नगरौँ तपाईँको स्कोर प्रेडिक्सन 10 किडिङ भनौँ न। अब तपाईँको स्कोर प्रेडिक्सन चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ अलिक ओभर टाइम जान्छ होला। होइन स्कोर प्रेडिक्सन चाहिँ कति हुन्छ त स्कोर 90 मिनेटमा एक हुन्छ कि स्कोर भनेको एकै होला। एक हुने सम्भावना छ तपाईँको विचारमा एकदम एकदम एकदम। हजुर धन्यवाद। मेसीले गोल लाउँछ हजुर त्यो चाहिँ अब मलाई विश्वास छ, विश्वास एकदम 100%। यति नै भन्दै धेरै धेरै धन्यवाद ल तपाईँलाई गेमको लागि धेरै धेरै शुभकामना वाइजीलाई पनि धन्यवाद र ब्याटको लागि धेरै धेरै आशावादी छु। होपफुली तपाईँले जित्नुहुन्छ होला 100%। भन्दै अहिले भरे फेरि हामी गेम पक्कै नै सँगै बसेर हेर्ने नै छौँ। यो भन्दै 2 शब्द के छ अरू दिनुपर्ने 2 शब्द अहिले अब खाएपछि बोलौँला। ल अहिलेको लागि यति नै, बाई बाई।